अहिले भने चाहिँ हामी आइसकेको छौँ माथि घर गाडी साडी घुमाएर हात कहाँ राख्नु पर्ने हो यस्तो होला हो अन्त चाहिँ किन ब्लर ब्लर आउँदैछ छोड्दा मैले आउँछु 10 किलो आज काट्नु हाल्नु किन 10 किलो म आउँछु भाइसँग के भयो लड्यो आमै त हात पक्र हामी कहाँ आयो माथि घर खुलै छ गाडी र अहिले भनेदेखिलाई चाहिँ हामी आइसकेको छौँ कहाँनिर हामी कहाँ छौँ माथि घर भन न चढिहालेर नि अम्बा खाने कति सक्छ खानु जाउँ यहाँ बोजूलाई जिउ गर्नु जाउँ यहाँ बोजू ढोका कोसँग छ त्यही भन्नुपर्छ यो चाहिँ हाम्रो घर हो ल मामासँग जाउँ न ल आजको तारिक हो आज कति तारिक हो 24 होला सायद 24 तारिक 2025 माथि घरमा अन्त त्यो त्यो पारी यो हुँदा चाहिँ खाना पिटी बेगै मलाई पनि लिँदै एउटा भाइलाई धोइदिए धोएर खाऊ नवीन काकाले रोप्नु भएको रहेछ है मकड्यो हो त्यो चाप यो रङ्गली फाम्पल फाम्पल फलिरहेछ हो अन्त अम्बक फलिरहेछ यो कुसुमको बोटो यो धुप्पी अबेन मजा आउँदैछ आए होइन होला हो के बस्यो आँखामा अन्त चाहिँ यस्तो छ हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ हो अन्त हेर्नुहोस् होला
अझै जस्तो पनि कुदाउनु सक्दैन हो एक्सपिरियन्स ड्राइभर चाहिन्छ बर्खामा त यो रोड कम्प्लिटली ब्लक्ड हो यताबाट हिँड्दै आउनुपर्छ अनि चाहिँ विन्टर्समा मात्रै बनाएर चलाउँछु हामी है एउटा मात्रै रहेछ के दामी देखेको हेर ल यो चाहिँ हामीले यसरी फुटाउँथ्यो पहिला ए सक्कै छ हो के फाटेछ ए पाएको छ हो हजुर बाबा फुट्दैन यो म युट्युबमा हाल्छु कि पछि चाहिँ हेर्नु ल भिडियो यो उपर पामहरूलाई पनि देखाएँ के त्यो भिडियो गर्दै यसको टाउकोमा लाग्छ ओए भाइलाई साइड गरे बाबाले झार्नु आँटेछ म कहाँ फर्सीहरू टिप्ने फर्सी टिप्नु त है म चाहिँ फाम्पल टिप्दै म फर्सी टिपेँ कतिवटा टिप्नु अब टिप्नु कतिवटा हुन्छ जम्मातिर अस्ति झन्डै रुवाएर छोडेको 3 भाइलाई कालो होइन भाइसँग तँ बस् न म टिप्छु पक्रिनु पर्यो नि मुनि पर्दैन यो कहाँ राख्नु म बनाएको यता आउनु एक ठाउँ बस्छ नि तिमी ए माथि त्यो दुईवटा उयो भएकोमा हेर ल यहाँ माथि उयो तल झर्दैनस् थाम्छ त्यसले त्यहाँ रहेछ खुर्मी 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 छैन अलिक माथि हेर त खुर्मी चाहिँ माथि अड्केछ यहाँ फ्याँक्न यहाँ होइन उयो माथि यहाँ झारमा फ्याँक लु बरु टिप ल ले कतिवटा पर्खे 1 2 3 4 5 6 7 8 9 10 11 यताले एक-एकवटा फ्याँके 12 पर्खी 13 14 अर्कोपट्टि जान सक्छस् कि छैन छोड्दै बरु नजा अझै एक दुईवटा टिपिराख्न आएको बेला चरेको बेला डढाउँदैछ भाइजी उपर बसेर ओए बेसी उयो नगरे भर्न परे हो त्यो टुप्पोको टिप्दैन कसैले पनि टिप्नु सक्दैन अम्पौ ठुलो रहेछ बाइ द वे फाम्पल चाहिँ अलिक ठुल्ठुलै हुन्छ कि यो चाहिँ अब बस्तीको मतलब जङ्गलको हो कि के हो अभियान यता नौ अभियान गोदेर झार एक कडाइ पर्खी लो भयो होला छोड्दै निको टिप्दिहाल अब भनेर झारे के
चोट लागेछ अघि मैले चोट लागेको चाहिँ कुर्मीले ट्याट्टै भने आत्था त रहन न भन्नु भयो है आइज लु यति भयो हो सानसानै छ तर टेस्ट चाहिँ ठुलो भन्दा मिठो छ है कहाँ चिल्यो हावा नदिएन हो उयोदेखि सुन बारुला भाइ खोइ ए झोला माग्नु म झोला मागेर आउँछु ल यसलाई बारुला चिलिहालेछ एन्टिबायोटिकको बेला बेला खोलिदिनु के खाने के अम्मो आफै बच्चा जस्तो रहेछ म आफै के भन्नु छ तपाईँलाई आज टिकी टेस्ट पढाइ ऊ भाले टिपे के बनाउनु भएको नि ब्ल्याक टी हिउँ त होइन जार सब्जी करेला बोडी घट्टा लौ यता भन न यता छौ म ए लजागेन यहाँ चाहिँ तपाईँहरू एउटा सिङ्गल गाडीको हर्न पनि सुन्नु हुँदैन सिर्फ यहाँ चाहिँ सेतो टाउके भन्ने चरा कराउँदैछ यहाँबाट सनसेट पनि देख्न सक्नुहुन्छ घरको आँगनबाट हो यस्तो सनसेटहरू जङ्गल पाखा पहिला पानी चाहिँ ऊ माथि कताबाट ल्याउँथ्यो डल्लै यहाँ बुजुले बाख्रालाई घाँस दिनुहुँदैछ सुनसान एकदम बेसी नदिए मिठाई आन्टीले के नदिनु भनेको छ हजुर थ्याङ्क यू यता आउन यहाँ आउन थ्याङ्क यू यता आउन चुइङगम खाने हजुर ओके कालिम्पोङबाट चढिहाल्छ नि त चाहिँ फेरि यसरी माथि चढिहाल्छ नि त भाइ यो चाहिँ तिमी पछि ठुलो भएर नि क्लास 11, 12 पढ्दाखेरि युट्युबमा हेर्नु ल यो भिडियो चाहिँ बुझ्यौ युट्युबमा हेर्नु ल मेरो अब फोटो ग्यालेरी चाहिँ त्यही हुन्छ युट्युबमा खोल्दे त पर्ख निल्नु हुँदैन थाहा छ होला नि खोल्दे कति यसलाई फेरि झरा नि म तल जान्छु झरो त तिमीलाई ऊ कान्छी फुपूले खसी हेर्दैछ आखर यति बेसी छ कि हाम्रो यति बेसी छ अब के भन्नु दिनभरि घाँसले पनि पुग्दैन नि हाम्रो चाहिँ यति बेसी छ बाख्रा चाहिँ नगर 1 हेर न डराउँछ पहिला तिमीले पक्रेको त यसलाई नै पहिला चाहिँ हाम्रो थुप्रो हुन्थ्यो अहिले चाहिँ बोजू अलिकति ओल्ड एज बुढी हुनु भएर सबै बेचिदिनु भएको को बडौ ए बडल ए अँ यो यहाँ त उयो थियो नि त्यो के भन्छ होला सेतो सेतो फुल टिप्छ नि बिहानै कसले पहिला भन्ने ल टोटोलाको फुल बोजू नाति बोजू नाति जा भाइसँग जा
गयो भाग्यो एउटा चिज देखाउनु मन लाग्यो यो चाहिँ अरेटको फुल हो त्यो चाहिँ हामीले नेल पलिस यति लामो लाउँथ्यौँ सानोमा यहाँ भाँडाकुटी खेल्दा म र आस्ताजीले यहाँ लाउँथ्यौँ नेल पलिस जस्तो हो यस्तो छ अहिले सबै यहाँ जङ्गल भइसकेको छ पहिला चाहिँ डल्लै यहाँनिर कोदो सोदो मकै त कति भन्नु के भन्नु छ तपाईँलाई के भन्नु छ अब के भन्नु यहाँ के भनिराख्नु नि मेरो बारेमा के भनिराख्नु नि के भन्नु त भनिराख्नु के हेर्नु त भन्नु नि मलाई के भन्नु छ मेरो बारेमा अब त्यही छैन भन्नु केही छैन बाई बाई गरिदिनु नि बाई बाई गरिदिनु नि यस्तो गर्नु न ओके देन यहाँ चाहिँ सानो अलिकति मुला मुलै जस्तो लाग्यो मलाई उता सिमी तल त सिमीहरू रहेछ नि त पुरा ड्याममै करियो यसको यो त सकर खण्ड होइन तको खानु थुप्रो त पार गयो ए चामल नखाँदा पनि हुने रहेछ चामल खानु के हुन्छ उसिनेर खाएर सुधा अङ्कल लाग्छ नि अनिकालमा पहिला चाहिँ हामीले क्या त्यो रहर मात्रै सकरखण्ड खाने त्यो अगाउने भएन तर पहिला चाहिँ ठुल्ठुलो पाउँथ्यो कि अहिले चाहिँ त्यस्तो ठुलो पाउँदैन यहाँ चाहिँ सिमी रहेछ तर निकै झोडी भइसकेको छ आई थिङ्क द्याट्स लौका आई गेस त्यो पोलको भित्तादेखि चाहिँ हाम्रो बारी हो त्यहाँदेखि त डल्लै यो गएको पर त्यो डल्लै त्यहाँदेखि त पर घुम्नु पनि सक्दैन एक दिनमा त्यस्तो छ हाम्रो एसेट भन्नु के भन्नु है यो चाहिँ गिरौलाको मुन्टा हो गिरौलाको जुस पाउँथ्यो कि पहिला चाहिँ हामी त्यो फुल गिरौला आफै नै त्यो छिप्पेर सुकेर त्यसले चाहिँ हामी जिउ मोल्थ्यौँ क्या त्यसले यति भन्दै अब घरतिर जाउँ लस चिया खानुपर्छ आँगन चाहिँ हाम्रो जस्तो दामी छ अब सल्लाह कराइरहेको झाउँकिरी कराइरहेको ब्याकग्राउन्डमा के जानु भएको स्तुक अबे नै चाहिन्छ बारुराले चिल्ला नि आइज मैं छोड्दैन भात खाइनस् सक्दो खाएको त्यो भात अघि पिठा राख्नु त बुझ्यो उल्टी पुग्यो बाँदरै हुन्छ कुखुरा खोज्दै देखाउनु मन लाग्यो 21st सेन्चुरीको कुखुरा खोर हेर्नुहोस् सानोदेखि कटेर जस्तो छ यो चाहिँ यहाँको राजाहरू नि भाले चिने के राम्रो देखेको नि सुनसान घर अँधेरो रात थियो ताराहरू चम्किरहेको थियो भन्ने जस्तो भयो हो अनि यहाँ चाहिँ यसको कम्पिटिटर रहेछ यसको कम्पिटिटर चाहिँ अब यसले खेदाउँछ है आई गेस यहाँ अन्डा रहेछ यहाँ खाली यहाँ गुड नाइट रहेछ यहाँ गुड नाइट यहाँ अन्डा
कत्रो कत्रो रुम छ नि यो त एकछिन रहेछ भित्र यहाँ निकै कुखुरा रहेछ अब सबै निनी गर्न आँटेको भयो भाइ छोड्दैन ए भिडियो चाहिँ म वाइफाईमा गएर मात्रै अपलोड गर्छु होला हौ 23 सेकेन्ड 23 मिनट भइसक्यो यो चाहिँ अब 10 वर्षपछि हेर्नु मात्रै मजा आउँछ अहिले मजा आउँदैन भयो भाइ छोड्दे हुन्छ हाल्छु बा थाहा छैन किरा छ हेरौँ न केरा खावा केरा खाइदिउँ न भुट ड्याममै छौ तर खाना खाइराखौँ एउटा के गरेको भाइ त्यो कसले त्यहाँ राख्नु म राख्छु अहिले त्यो राख्नु त्यहाँ आज मलाई घरकै केरा बाबा होइन भाइ यता ठुलो बढीलाई ल ठुलो बडीलाई त्यो अर्को जम्मा त्यति नै होइन अरू त कम होइन यो चाहिँ हाम्रो गाडीमा हालिदिनु भोलि हिँड्दै आउने मुकेश मुकेश यहाँ आइज उहाँ जाउँ चाहिँ चिया खाल्नु नि कहाँ जानुभएको बाख्रा दिन्छ अरे बाबा इस्कुस कसले रोपेको बाबा म पनि थिएँ नि ओके तातो तातो चिया आइसक्यो हजुर त्यहाँ खाने अहिले खानुहुन्छ अरे बताइदियो अरे खान्छ अरे जा म भाइसँग बस्छु जा त चिया खाने पानी खाने भित्र बडीकोमा जाऊ न जाऊ बडीकोमा इसी आयो जाऊ बडीकोमा जाऊ बिस्तारो जाऊ आए अभियान ब्याकग्राउन्ड म्युजिक चाहिँ नेचुरल छ यहाँनिर एकदम हो 26 मिनट जतिसक्यो 1 घन्टा होस् 2 घन्टा होस् म हाल्ने यो भिडियो चाहिँ यो चाहिँ म एउटा एडिट पनि गरिदिनु र हो जस्ट मलाई यसमा भ्यू कमाउनु पनि छैन एउटा ग्यालरीमा राख्यो भने फेसबुकमा हाल्यो भने अच्छा मच्छर कसको फोन आयो अरे साम्बा सातो उडे ओइ हजुर ओइ ओइ ओ त्यो ढुङ्गा फ्याँक त ढुङ्गा फ्याँक अबै पुक्लुकै हुन्छ त्यो कुकुर त अबै कुकुर पो मार्नु आँटेछ 4 वर्षको उमेर अबै आछि 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 मस्किएको अभियान अभियान अनि के त्यही भन्दै थिएँ क्या म चाहिँ अब एकदम विदाउट एडिट होइन जस्ट फर अ मेमोरी होइन त्यो सबै अब सम्झना त हो भोलि को होला को नहोला होइन ठाउँ यस्तो नहोला घर बन्नेला ठुलो
हो न अभ्यान कत्रो कहाँबाट पायो पैसा कहाँबाट पायो ए एस र अभ्यान कत्रो होला अभ्यान क्लास 10 आइएससी लेख्ने होला हाम्रो भाइ के अम्बो हो यहाँ इस्कुस डार्क ग्रिन कलरको इस्कुस रहेछ यो चाहिँ हो हस् त आच्छे यसो यहाँ आऊ त अनि अनम के भयो रे बाब पर्दैन होला इस्कुस भेटाएन अरे खाँदैन होला जम्न यसको हालिदिइराख्नु के छ अलिअलि त्यहाँबाट एउटा यहाँबाट एउटा हाल्यौँ त के ओह्रालो हेरेको त अबेनले के गरे अरे इस्कुस राख्नु दिएको त उँधो फ्याँकिदिएछ मामा इस्कुस छु भन्छ यसो उँधो हेरेको त जाँदो रहेछ खाले बदमास त नि यो चाहिँ जमुना आन्टीको गाडीमा हाल्यो चारखेप है भन्यो चारखेप यो गाडी अर्कोमा हाल्दिनु यो तिमी क्लास 10 पुग्दै हेर्नु यो भिडियो ल भाइ क्लास 10 पुग्दा तिमी क्लास 10 पुग्दा युट्युबमा यो भिडियो हेर्नु ल युट्युबमा हाल्ने आसम काम भएन है साह्रो पऱ्यो है हजुर के भयो गाडी लाग्छ नि त म हेरौँ अब गयो ल बाई बाई मजाले बस्नु ल बाई बाई म ओके ओ अबेन के साह्रो याद गरेको बोजूहरूले किन त्यही त मुकेशसँगै बस्छ गयो ल बाई बाई खुल्लै छौ गाडी खुल्लै छौ किन लक गर्नु भरोसा लाग्दैन हामी चाहिँ अब जान आँटेको हो है अङ्कल सेकेन्ड सिटमा हाल तँ के जान्दछस् सब्जी लोड भइसक्यो यो पर्खिर आएको अरे ठुलो बढेको ल बोक भाइ गयो ल बा ल बिस्तार चाहिँ मच्छर टोल ल भोलि भेटौँ ल ढुङ्गाजी के पर्खिए त हजुर हजुर हेर्छस् त फोन घर नपुग्नु यो फुल नलाने फुल अपुइ नदिने थियो हाम्रो माथि घरको हजुर त्यो झार्दै झाडीको यो हो र यति नै थियो हाम्रो हुन्छ अङ्कल माथि घरको ब्लग यति नै थियो मन परेमा यो त भन्दिनँ म लाइभ सब्सक्राइब गर्ने कमेन्ट समेन्ट भन्दिनँ किनभने आइन यो जस्ट उयसको लागि मात्रै भनेर र त आइएम गोइङ टु एन्ड यो आज कति तारिक हो आज 23 तारिक 23 तारिक नोभेम्बर अक्टोबर 2025 को दिन चाहिँ हामीले टिका मनाएर भाइ टिका सेलिब्रेसन गरेर वी मिस्ड एलेक्स दा है आस्था दी आरो योगेश बडा बडी एन्ड मुनु फुपू अजय फुपा हाम्रो सिलगढीमा मनाउनु भयो र अजय फुपा र एलेक्स दा बाहिर हुनुहुन्छ शरन्दी पनि र आज धेरै मिस गरेँ है हाम्रो दादा दिदीहरूलाई दुईजना दादा दिदीहरूलाई र यति भन्दै आजको भिडियो यही अन्त गर्न चाहे हाम्रो बाटो चाहिँ
मरेर कुद्छ गाडी यहाँ त अब टायर हिँड्ने जग्गा पनि छैन हेर्नुहोस् न बाटो डेन्जरस त डेन्जरस त ल बाई बाई अबियन भनिदेऊ बाई 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 म म क्लास 10 हुँदा सुन्नुदा यो भिडियो हेर्छु यो भिडियो हेर्छु म बाई बाई ठुलो भएर lovely. हेर्नु म Yes, bye bye everyone भनिदेऊ यता बाई हेरेर बाई everyone